चिकन किमा लिने, प्याज लिने, त्यसको पछि धनियाँ, त्यसको पछि टिम्बुर, त्यसको पछि चिली फ्लेक्स, त्यसको पछि धनियाँको पाउडर, त्यसको पछि जिराको पाउडर, त्यसको पछि बेसार, त्यसको पछि स्वादअनुसार नुन, त्यसको पछि कासुरी मेथी, त्यसको पछि मोमो मसला, मिट मसला, ब्ल्याक पेपर अनि गरम मसला हालेपछि त्यसको माथि कासुरी मेथी हालिदिने, सोया सस 90 ml, त्यो पछि फ्राई प्यान बसाल्ने, तेल हाल्ने 150 ml, बटर हाल्ने, बटर हालेपछि सोयाबिन पिन्ने अनि यसरी हाल्ने अनि टक्क लाएर यसलाई मजाले भुट्ने, जिजी पेस्ट हाल्ने, जिजी पेस्ट हालेपछि यसलाई मस्त पकाउने, पकाएपछि अघि रेडी बनाएर राखेको मसला हाल्ने, यसलाई मजाले चलाउने अनि हालिदिने, मुस्ने, बनाउने। चिकन किमा रेडी, चिकन मोमो रेडी।